नमस्कार दर्शक महानुभावहरू, आजको हाम्रो नाटकले देखाउनेछ एक यस्तो कथा जहाँ मायाको भाषा अब इमोजी बनिसकेको छ। आमाको हात टाउकोमा होइन, मोबाइलको स्क्रिनमा पुगेको छ। तर के टेक्नोलोजीले सम्बन्ध बिगार्न सक्छ भन्नै गाह्रो छ। हेरौ है त। बुढा के हो, कति पछि फोन गर्नुभयो त? बुढीको याद आउँदैन? नआएर त होला नि। के हो, झन्झन राम्रो हुनुभएको त? अर्की बढी बुझ्नु भएको छ क्या हो? यहाँ कुरिनीहरूले यस्तो फेस मेकअप हालिदिएछ कि के गर्नु त भनेको। त नजिस्काउनु है मलाई बढी। अब यहाँ विदेशमा राम्री राम्री छ त तिमी भन्दा के भन्नु त मैले अब। ती मातेको बुढा परेछ मलाई त। माते नि अब सब्रै नि तिम्रै हो के अरे, जे गरे नि भयो। अनि कति राम्रो मोबाइल पठाइदिनु भएको त तपाईले त? आइफोन हो के, आइफोन बुझेन? 2 लाख तिरेको मैले, 2 लाख राम्रो त भइहाल्छ नि भनेको। त्यही त हेर्नु न, म कति राम्रो देखिएको भिडियो कलमा। फिल्टर लाएर होला। अच्छा कस्तो छ्या हो र, फिल्टर ल्याएनस् तैँले भन् त? लगाएको छु, के भयो त? तपाईँकै बुढी त हो नि, चिन्नु भएन? चिने त, कति राम्री भएको फिल्टर लाएर। त्यस्तै फिल्टर बच्चामा लगाएको भए त झन् राम्री बुढी बिहे गर्थ्यो होला मैले यार। ओहो, अब त म दिनदिनै टिकटक बनाएर पठाउँछु। हो, मलाई नि पठाए भिडियो बना, फेरि मलाई पठा व्हाट्सएपमा, हेर्छु म सबै भिडियो। कहिले नपठाएको टिकटक हो र? अब त झन् फिल्टर र इफेक्ट लाएर बनाउँछु टिकटक। आइफोन हो, बनाइहाल्छस् नि। पैसा मैले दिनेछु, बनाउने तैँले, भाइरल हुने त के भन्ने। अच्छा, अब तपाईँको बुढी नि भाइरल हुन्छ, भाइरल। त्यो तामाङ बहिनी जस्तै हो क्या। छोरी नि आई, बोल त बाबासँग। ओहो बाबा, हेलो, सन्चै हुनुहुन्छ? हेलो नानु, सन्चै छ? म सन्चै छु। अनि म त कलेज जान लागेको नि, अरू के छ खबर? अरू सब ठिक छ। तेरो आमा भन्दा राम्री राम्री केटीहरू छ नि मेरो अफिसमा। छ्या बाबा, अर्की आमा चाहिएन मलाई। ल नानी, राम्रोसँग जा। ल ल। के रहेछ यो मोबाइलमा यस्तो? आइफोन भन्छन्, एउटा टिकटक बनाएर हेर्नु पर्यो। कस्तो नराम्रो आयो, फेरि बनाउनु पर्यो। अब भोलि बिहानको सिन। मम्मी मम्मी, हजुर सुन्नु न। भन न, भन। हो के छोरी त्यो है त। सुन्नु न, स्कुल जान ढिला भयो, खाना पाकेन, मलाई भोक लाग्यो कि। त्यहाँ पकाएर राखेको छ, निकालेर खा न। कति कराएर यहाँ टिकटक एडिट गर्दैछु म यहाँ। हस्, के हो, खाना पनि सबै डढेको छ, हरियो तरकारी कालो भएको छ। छ्या, हेर्दै नमिठो यो त। मम्मी अनि खाना त के हो त? भैँसीलाई पकाएको बुढो जस्तो छ त। जस्तो छ त्यस्तै खा न, कति गनगन गर्छ यो। मम्मी, ए अस्मी तिमी आयौ? ल स्कुल जा। अब तेस्रो दिन बिहान। मम्मी मम्मी, सुन्नु न, एउटा कुरा थियो कि। भन न, भन। मलाई हेर्नु न हो, मलाई के, मलाई सुनिरहेको छु के, भन न तिमी। रोक्नु न, रोक्नु हो, यता हेर्नु त। आज मेरो स्कुलमा स्पिच कम्पिटिसन छ। हजुरको छोरी सधैँ विनर भएको चाहिँ आज नि हुन्छ है। तपाईँ आउनै पर्छ, फेरि मेरो राम्रो हुँदैन है। ल ल, जाऊ न, म आइहाल्छु नि। जसरी नै आउनु है। ल ल, राम्रोसँग। हस्। ए अस्मी, तिमी फेरि आयौ? ल जा। नमस्कार सबैजनालाई। म आज स्पिच कम्पिटिसनको पहिलो व्यक्ति छु, यहाँ बोल्न गइरहेको छु र मेरो टपिक छ सगरमाथा। सगरमाथा विश्वकै उच्च शिखर भएकाले यो विश्वमै निकै प्रख्यात छ। धन्यवाद। मम्मी। अब यसपछि सञ्चिताको स्पिच। नमस्कार दर्शक महानुभावहरू, म सञ्चिता पोखरेल।
आज म केही बोल्न गइरहेको छु। आगोले खाना पकाउँछ भने त्यही आगोले घर पनि जलाउँछ। नमस्कार। ला मम्मीलाई झन् आउनु भनेको यस्तै हो कि आजभोलिको जमानामा मजाको भ्यालु नै छैन। फिलिङ्सको भ्यालु नै छैन, खालि फोन। आजभोलिको जमानामा बच्चा बिग्रे आमा बिग्रेको चाहिँ कसले देखिदियोस्? तिमीले त प्राइज पनि जित्यौ नि, तिमी किन रोगो? हेर कहिलेकाहीँ हामीले हाम्रो आमाहरूलाई पनि सम्झाउन सक्छौ। तिमी यस्तो पढे लेखेको ज्ञानी छौ, त्यही भएर तिमीले तिम्रो आमालाई सम्झायो भने उहाँले पक्कै पनि बुझ्नुहुन्छ। त्यस्तो होइन, सुन न, तिम्रो आमा आउनुभयो, सपोर्ट गर्नुभयो, कस्तो खुसी लाग्छ भन त। यो त मम्मी नै हुनुहुन्न कि कस्तो, यो ट्रफी पनि बेकार छ्या, चाहिएन यस्तो। मम्मी छ्या, यो गरम गरम छेउला त गरम के हो? म छोरी हो कि यो होइन, मलाई जन्माएको हो, यसलाई जन्माएको होइन। समय मलाई चाहिएको। मैले आज बिहान के भनेको थिएँ हजुरलाई, के याद छ? के भनेको थियो छोरी? अनि एज फर स्पिच कम्पिटिसन छ मम्मी, आउनु हजुर, जसरी आउनुपर्छ बल्ल म राम्रोसँग भन्न सक्छु भनेर बिन्ती गरेको होइन बिहान? ए म त टिकटक बनाउन थिएँ, बिर्सेछु। हेर त, हेर कति राम्रो टिकटक चाहिएन टिकटक। छोरीलाई जन्माएको कि फोनलाई जन्माएको? म प्यारो कि त्यो प्यारो? के भनेको छोरी तिमीले यस्तो? आज साथीहरूको मम्मी बाबा आएको देख्दा मैले हजुरलाई सम्झेँ। बाबा त परदेश, आमा हुन्छ भन्ने भयो थियो। हजुर नि नआउने, त्यही फोनले दिन्छ तपाईँलाई सबै थोक। छोरी चाहिएन यस्तो मम्मी, यस्तो गल्ती कहिले गर्दिनँ गर्थ्यो। फोकस मोबाइल र लाइफमा होइन, लभमा गरौँ। टेक्नोलोजी हाम्रो साथी हो, तर यदि त्यो हाम्रो साथीले खोज्न थाल्यो भने हामीले विचार गर्नुपर्छ। स्क्रोल गर्दै हामी कतिसम्म अगाडि गयौँ र आफ्ना मानसिक आत्महत्याहरू कतिसम्म पछाडि छोड्यौँ।